यहाँहरूलाई स्वागत छ ज्योतिषीय कार्यक्रममा। सदा चाहिँ आज हामीले मकर लग्नको स्वभाव कस्तो रहन्छ त भन्ने विषयवस्तुलाई लिएर आइसकेका छौँ। मकर लग्नका जातकहरू गम्भीर, अनुशासन प्रिय, परिश्रमी, व्यावहारिक, दिगो सोच, कर्मशीलता र धैर्य र दीर्घकालीन लक्ष्य प्राप्त गर्ने कूटनीतिज्ञ स्वभावका रहने गर्दछन्। जीवनमा स्थिरता, सफलता र उन्नतिका लागि क्रमबद्ध योजनासहित अघि बढ्ने स्वभाव पनि उहाँहरूमा झल्केको हामीले पाउन सकिन्छ। उनीहरू भावनालाई भन्दा तर्कलाई प्राथमिकता दिने, गम्भीर, अलिक कठोर र आत्मकेन्द्रित देखिन सक्ने, व्यावहारिक दृष्टिकोण भएका जिम्मेवार व्यक्ति, समाजमा प्रतिष्ठा बनाउने चाहने स्वभावका रहन्छ। मकरो दीर्घसन्धात्मा, धीरो मन्दगति स्थिर, धैर्यवान सततम लग्निः, कर्मशीलो दृढव्रतः। जातकहरू दीर्घकालीन सोच राख्ने, परिपक्व र दूरदर्शी, धैर्यवान, स्थिर स्वभावका, द्रुत गतिमा भन्दा पनि क्रमशः प्रगति गर्ने स्वभाव उहाँहरूमा झल्केको हामीले पाउन सकिन्छ। धैर्य र उनीहरूको मुख्य विशेषता हो। कुनै पनि परिस्थितिमा संयमता गुमाउन नसक्ने क्षमता उहाँहरूमा हामीले देख्न सकिन्छ। प्राय मकर लग्नका जातकहरू परिश्रमी, अनुशासित र आफ्नो लक्ष्यप्रति दृढ प्रतिबद्ध रहने गर्दछन्। लग्नमा केन्द्रित शनिका स्वभावहरू यदि हजुरहरूमा देखिँदैन वा समस्याहरू आइरहन्छ भने हनुमानजीको दर्शन गरेर, पिपल बोटको दर्शन गर्दै, स्मरण गर्दै, शनिको जप ध्यान गर्दै यहाँहरू अगाडि बढ्दा यहाँहरूको लागि समय अनुकूल हुने देखिन्छ। हस्त, धन्यवाद।